पहिला कुरा भन्छु नि त म पहिला हामी मेला जाने बेला के हुन्थ्यो नि बच्चामा अलि सानै छन् होला 4-5 क्लास पढ्ने बेला के हुन्थ्यो भने मेला जान्थ्यौं घरमा पैसा माग्यो 5 रुपैयाँ दिनुहुन्थ्यो पैसा 2 रुपैयाँको नास्ता खाए 3 रुपैयाँ फर्काएर ल्याए अनि के गर्थ्यो भने बाटोमा मेला जाँदाखेरि बाटोमा यसो सुन्तला रुखहरू बोटहरू देखेपछि त्यही नास्ता खाने अब पैसा चाहिँ फिर्ता ल्याइहाल्ने 5 को 5 फिर्ता ल्याइहाल्ने 5 फिर्ता ल्याउने अनि घरमा चाहिँ फेरि खुसी हुन्थ्यो खै त पैसा केही नास्ता खाइन्थे खाएन म त खाएन ल राख 5 ले भन्थे ल राख 5 फेरि अर्को चोटि मेला जाँदाखेरि त्यसमा थपेर 10 रुपैयाँ दिन्थे क्या अनि त्यो ट्रिक लाउन कसले सिकाएको थियो त्यस्तो आइडिया लाउन छन् त केटाहरू पहिला पुरानो केटाहरू आइया हामी ल आज हामी यो मेलामा आछौँ आएको के हो भाइ हाम्रो आफ्नै घर अगाडि यो बदाम अर्गानिक सुन्तला ए सुन्तला बदाम त यो होइन यो सुन्तला अब केरा भन्दियो होला है तिमीले नै यो हाम्रोतिर केरा हो भन्छ अमेरिकाबाट भागेर आउँदा बचेको यो अमेरिकाबाट हामी अस्ति हिजो त्यो पानाको जङ्गलमा फसेको थियो नि यसलाई के भन्छ 4 जना मध्ये यसलाई भटमास यो भटमास हो यो भटमास हो बोल्न दिनु प्रकाश कुरा बोल्नु ल भन्नु त अनि यो एकदम मिठो छ यसरी खाने भन्नु खाने चाहिँ यसरी खाने हो हैन अब बाँकी अनि यसको चाहिँ बोक्रा खाने यो फाल्ने है बोक्रा खाने हो त्यो खाने एकदम बहुत मिठो हुन्छ यो फाल्ने है यो फाल्ने कसरी खाने भने सिकाउने अब हामी दोस्रो भिडियो पनि बनाउँला के हुन्छ पहिला कुरा भन्छु नि त म पहिला हामी मेला जाने बेला के हुन्थ्यो नि बच्चामा अलि सानै छन् होला 4-5 क्लास पढ्ने बेला के हुन्थ्यो भने मेला जान्थ्यौं घरमा पैसा माग्यो 5 रुपैयाँ दिनुहुन्थ्यो पैसा 2 रुपैयाँको नास्ता खाए 3 रुपैयाँ फर्काएर ल्याए अनि के गर्थ्यो भने बाटोमा मेला जाँदाखेरि बाटोमा यसो सुन्तला रुखहरू बोटहरू देखेपछि त्यही नास्ता खाने अब पैसा चाहिँ फिर्ता ल्याइहाल्ने 5 को 5 फिर्ता ल्याइहाल्ने 5 फिर्ता ल्याउने अनि घरमा चाहिँ फेरि खुसी हुन्थ्यो खै त पैसा केही नास्ता खाइन्थे खाएन म त खाएन ल राख 5 ले भन्थे ल राख 5 फेरि अर्को चोटि मेला जाँदाखेरि त्यसमा थपेर 10 रुपैयाँ दिन्थे क्या अनि त्यो ट्रिक लाउन कसले सिकाएको थियो त्यस्तो आइडिया लाउन छन् त केटाहरू पहिला पुरानो केटाहरू यो बहुत गुलियो छ भाइ हो र पहिला केटाहरू त्यस्तै केटाहरू थिए साथीहरू थिए हो त मैले त ठुलो मानेर समाएको यस्तो खल्लो रहेछ यो बहुत मिठो छ यार सुन्तला नाङ्गै गराको नदेखाउन लुकाएर खानु यो अब खासमा भन्ने हो भने मक्सिर महिना लाग्यो त्यस्तो हुन्थ्यो अब अरूको चाहिँ बिहे हुन्छ बिहे पार्टीमा सबै बिहे सिहे खान जान्छन् होइन अब हाम्रो यो राणा महासंघको अध्यक्ष हाम्रो उहाँ सेतो टी सर्ट होइन राणा संघको अध्यक्ष हामी भएर यो अविवाहित संगठनको फेरि उहाँको त्यो चाहिँ भन्न मिल्दैन उहाँ चाहिँ अब कोषाध्यक्ष तर हाम्रो अकाउन्टेन्ट उहाँ भएको भएर हामीले त्यो राणा महासंघको अकाउन्टेन्ट किनभने एउटा अनुभवी चाहिन्छ भनेर हामीले विवाहित नै राखेका छौँ होइन यता नझुक्किनु होला अलि मोटो बाक्लो छ ठिकै छ केटो भनेर आँटौली केटी हो त्यो नआँट्नु होइन छोरी छ दुईटा अब हामी राणा महासंघ हौ अब उहाँको छ नि उहाँको ल पर्दै बेरकम हुँदै भा उहाँको लब्लो फिक्स भइसक्यो पर्ने भनेको त्यही पनि भएन अझै कुरै टुङ्गिया छैन मेरो लब्लो टुङ्गिसक्यो बेला बेला झगडा हुन्छ यो दुईजना लप पार्नै नसक्ने क्या अहिले कुरा गरे लास्टमा बिग्रिहाल्छ क्या उहाँको फेरि एउटा बानी कुरा गर्ने केटी पटाउने ठिक्क भन्ने अनि कुरा गर्ने राति 12-1 बजीसम्म कुरा गर्ने अब हुन्छ नि त फिल्ममा आइसकेपछि कुरासुरा गर्ने सबै मिल्छ ल अब ठिकै छ भोलि कुरा गरौँला नि त भन्ने तरिकाले साँझ फोन राख्दाखेरि ल हुन्छ दिदी भोलि कुरा गरौँला भन्ने त्यसपछि फोनै नआउने बिचारी उसको मनमा पनि त्यत्रो फिक्स मन भएर टक्क पुरा कत्रो त्यो एक्सपेक्टेसन राखेर चाहिँ फोन राख्ने बेलामा हुन्छ दिदी भोलि कुरा गरौँ भनिदिने त्यसपछि उहाँको पनि एक रात बाहेक दोस्रो रात हुँदै नहुने यस्तो मान्छे नि छन् मेरो त अब कति अब यो रातभरि लड्दै बिहान उज्यालो छ भने सम्पर्क गर्नु पर्ने छ भने अब 2 जना मध्ये एउटालाई चाहिँ हान्दा हुन्छ यहाँको छ तर सम्पर्क को पोइको त छ नि त भयो त्यो भयो नभएको अनि म अलि विशेष गरी यता हेर्नु होला तिमीहरूको बिहे किन हुँदैन भाइ
बिहे किन उमेर पुग्यो भने त अहिले हामी नाबालक छौँ नबालक भए कसरी जागिर खायो पहिला सरकारले नाबालकमा नियुक्ति गर्थ्यो नि त अनि नाबालकलाई पनि दिन्थ्यो अहिले जस्तै ल तपाईँको छोरी 16 वर्ष पुग्यो भने ब्याङ्कले खाता खोल्नु दिन्छ किन ए पहिला पहिला होइन पहिला खात भाइ तिमी त 19 फाउन्टेनमै नि त्यो पैसा 97-98 मा युद्ध लड्दाखेरि तपाईँ भर्खर भर्ती त हुनै भएको थियो नि भर्खर हुनुहुन्थ्यो तपाईँ तिमी त पुरानो मान्छे रहेछौ धेरै पुरानो हामी त 2047 मा 47 ए तपाईँ 47 मा हो 47 मैले त 37 मा हो जन्मिनु भएको छ 37 मा कहाँ थियो भाइ नभनाउँदै